कोरियामा काम गर्ने नेपालीको वास्तविक दिन हेर्न चाहनुहुन्छ? आउनुहोस्, नो फिल्टर ओन्ली रियालिटी, म सबै देखाइदिन्छु। हेलो गाइज, वेलकम ब्याक टु माई मिनी भ्लग। आज च्यालेन्जको डे 59 को पनि मैले राम्रैसँग सुरुवात गरेँ। प्रत्येक दिन मैले 1% भए पनि इम्प्रुभ गरिरहेको छु। सबै कुराहरू मैले सोचे भन्दा एकदमै राम्रो भइरहेको छ। कोरियाको 12 घण्टे काम सँगसँगै च्यालेन्ज गरे पनि मैले प्रत्येक दिन च्यालेन्ज कम्प्लिट गरिरहेको छु। आज चाहिँ मेरो नर्मल्ली एप्सको एक्सर्साइज मात्रै छ, सो मसँग भएको इक्विपमेन्टबाट जे जति सम्भव हुन्छ त्यो गर्दैछु। प्राय सबैले प्रोसेस भन्दा पनि रिजल्ट मन पराउनु हुन्छ। रिजल्ट हेर्न चाहनुहुन्छ भने डे 1 को भिडियो र आजको भिडियो हेर्नु होला। प्रत्येक दिन एउटा भए पनि मैले नयाँ कुरा सिकिरहेको छु। तर गाइज 12 घण्टाको काम सँगसँगै वर्कआउटको लागि टाइम निकाल्न लास्टै गाह्रो हुने रहेछ। सो फाइनली मैले आजको एक्सर्साइजहरू पनि सबै कम्प्लिट गरेँ। त्यसपछि आफ्नै धुनमा मैले हल्का डान्स गर्दै चना भिजाउन राखेँ। कोरियामा अहिले चाहिँ मेरो डेली लाइफ यसै गरी चलिरहेको छ साथीहरू। बिहानै उठेर आफ्नो लागि वर्कआउट गर्ने, त्यसपछि घाम ताप्न एकछिन बाहिर निस्किएर 10-15 मिनट जति बिहानको घाम ताप्ने। घाम ताप्ने पनि काम हुन्छ भनेर सोच्नुहुन्छ होला। बिहानदेखि साँझसम्म यो फर्निचरको कोप्चोमा काम गर्दा गर्दै घाम देख्न पनि पाइँदैन। धन्न आज भोलि बिहानै घाम लाग्छन् र एकछिन ताप्न पाइन्छ। अहिले चाहिँ म काममा जानका लागि रेडी हुँदैछु साथीहरू। यस्तै हो, हामी त कोरियामा सबै विदेशी नै छौँ। जो जहाँको भए पनि एउटा छुट्टै किसिमको आत्मीयता छ। जे होस्, यसरी मिलेर काम गर्न चाहिँ एकदमै रमाइलो हुने रहेछ। आज भोलि गर्मी भएर यत्रो मानको पंखा घुमाउँदा पनि पसिनाले हैरानै बनाउँछ। गर्मी भए पनि धुलोबाट बच्न यसरी मास्क लगाएर जानुपर्छ। कोरियामा 2-3 लाख कमाइ त हुन्छ, तर हामीले काम पनि त्यही अनुसारको गर्नुपर्छ है। 12 बजे खाना खाएर आइसकेपछि अहिले मैले साँझको लागि खाजा बनाउँदैछु। टाइमै हुँदैन, सो जतिखेर मिल्छ त्यतिखेर आफ्नो काम गर्नुपर्छ। दिन प्रतिदिन गर्मी बढेर हैरान हुँदैछ। 12 घण्टा त मैले फर्निचर कम्पनीमा काम मात्रै गरिरहेको छु। काम 3D भए पनि पैसा चाहिँ एकदमै राम्रो कमाइ हुन्छ साथीहरू। सो आउने तयारीमा हुनुहुन्छ भने राम्रोसँग तयारी गर्नु है त। थ्याङ्क यू सो मच गाइज, एभ्री स्टेप हेज अ स्टोरी।